Habibi, come to Dubai. बाबा को गेम कस्तो लाग्यो रात एउटा ल हार के भी जितने हो गए थे बाजीगर और हार कर जीतने वाले को बाजीगर कहते हैं बाजीगर कहते हैं ए उठाले रे देवा उठाले रे बाबा दुबईको बसाइ अलि राम्रो नि भयो नराम्रो नि भयो कति बस्नु भयो त्यहाँ 5 महिना 5 महिना बस्नु भयो अब नजानी गरी आउनु भयो हामी गएकै महिनाबाट अब वार सुरु भएपछि अलि अब यस्तै अब सान्तिनो टुर्नामेन्टहरु सबै ठाउँमा बागमती प्रदेशबाट खेलाडीहरु उत्पादन गरेर सान्तिनो टुर्नामेन्टहरुमा सबैमा पार्टिसिपेट गराउँदै हैन खेलमा जित हार भइहाल्छ हैन बाहिरको गेममा राम्रो थियो जित हार हैन के हारै हार रेफ्री भगवान त हैन हिरर हुन्छ तर पनि प्लेयरले पनि त प्रत्येक बल मार्नलाई शट हानेको हुन्छ किन जाली हान्छ किन आउट हान्छ हैन त्यो चाहिँ के हो भने कहिले काहीँ झुकिन सक्छ मान्छे हो यति राम्रो यो हाम्रो डायमन्डको बहिनीहरूले चाहिँ बनाइदिएको छन् हाम्रो विकास सरलाई चाहिँ यो रेफ्रीको यो ड्रेस खुसी लाग्यो दिलको चाहिँ एकदम ठुलो फ्यान है मेरो भाइले थ्याङ्क अनि भाइले अब आफै देखिने भयो ब्लगमा सब के हो यस्तो पारा विवेक गुरुङ सर भनेको उहाँ हुनुहुन्छ है तातिराज है तातिराज है भ्लग सुरु भयो फेरि भ्लग सुरु भइसक्यो उहाँ चाहिँ कमेन्ट्री गर्दै हुनुहुन्छ नमस्ते क्रिकेटका सञ्चालकले हाम्रो भाइहरूसँग नि भेट भएको छ र यो प्रोग्रामको बारेमा भन्दिनु भाइ कुन प्रोग्राम यो भन्दै त हजुर यो प्रोग्रामको बारेमा भन न अलिकति यो चाहिँ तेस्रो बागमती पुरुष भलिबल र महिला भलिबल प्रतियोगिता हामी चाहिँ सिन्धुलीका खेलाडी र दिदीको चाहिँ सधैँ रेगुलर भिडियो हेर्ने भएर दिदीलाई भेट भयो यसो भेटघाट भयो खुसी लाग्यो दिदीको चाहिँ एकदम ठुलो फ्यान है मेरो भाइले थ्याङ्क अनि भाइले अब आफै देखिने भयो ब्लगमा सधैँ हेरिरहेको थियो होइन आज कस्तो लागिरहेको छ त जोस खुसी लाग्यो आउन पाइयो जे बहिनी युट्युबमा देख्न पायो अब सबैले लाइक सब्सक्राइब गरिदिनु सबैले सपोर्ट गर्नु हामी चाहिँ यहाँ छौँ र भाइहरूले चाहिँ भनिसक्नु भएको छ अब भाइहरू पनि आउँदैछन् उसमा र गेम पनि हुँदैछ भाइहरूको है हामी सेमी फाइनल पुग्यो सबैले विवेक गुरुङ युट्युब च्यानलबाट गएर हेरिदिन अनुरोध गर्दैछु ओके थ्याङ्क यू के हो यस्तो पारा विवेक गुरुङ सर भनेको उहाँ हुनुहुन्छ है तातिराज है तातिराज है भ्लग सुरु भयो फेरि भ्लग सुरु भइसक्यो उहाँ चाहिँ कमेन्ट्री गर्दै हुनुहुन्छ नमस्ते क्रिकेटका सञ्चालकले विवेक गुरुङको उसमा चाहिँ कमेन्ट्री गर्दै हुनुहुन्छ कमेन्ट नपढाउँ भनेर हेर्नु त नदेखाउँ होला है ओके ल
यहाँ चाहिँ अहिले बागमती प्रदेश स्तरीय गेम चलिरहेको छ है मन्जिल हुनुहुन्छ सन्चै हुनुहुन्छ हजुर धेरै पछि भेट भयो हजुरसँग पनि हजुरको छोरा त होइन ओहो ल उहाँको छोरालाई हेरौँ है त बाबाको खेल कस्तो लाग्यो त आज दामी लाग्यो किरा खाइरहेको छ नि मुखमा अनि बाबा निर जाऊ त है ल यहाँ बाबा निर आइरहेछ नि बाबु डाइलग छ त भाइको के हो भन त बाबु मुखभित्रमा केरा खाएर छिटो खाऊ न केरा बाबाको गेम कस्तो लाग्यो राम्रो लाग्यो हजुर सुनाइदिनु एउटा ल हार के भी जितने हो गए थे अब बाजी कर ओके ल ओके अघि अब भर्खर आएको हजुर अब भाइहरूसँग पनि सर लाएर बनाइरहेको छ है हो मलाई पनि हेरेको थियो चिनेछौ मलाई ए पहिला त झन् चिनेछु मैले पनि चिनेछु ल हामी चाहिँ आज यहाँ छौँ बागमती हजुर यहाँबाट बाहिर निस्किँदै हुनुहुन्छ धेरैजना अहिले चाहिँ दोस्रो सेमी फाइनल चल्दैछ भित्र सेकेन्ड सेमी फाइनल गेम चाहिँ केटाहरूको बाहिर गर्मी नै छ जोस् मैले पुतलीलाई भेटाएन के भाइ सन्चै छ नै नभएर होइन हाइट भएन गेम पनि छ भाइको दाइ त्यस्तै हुनु पऱ्यो भाइहरू है यता पनि आइसक्नु भएको छ के छ हाल्नु भयो आएको भाइहरू त हो नि भाइरल पहिला देखाइसकेँ मैले सबै भाइरल छ ल भाइ हार्यो अब सिन्धुली फेरि हुँदैछ ल भाइहरू डन्ट वरी नेक्स्ट टाइम है त अरू भाइसँग पनि भेट भयो कस्तो लागिरहेछ जस्तै अब गेम हार त भइहाल्छ जस्तै यो प्रदेश स्तरीय खेल्न पाउँदा कस्तो महसुस भएको छ ठिकै छ अब अहिलेलाई तिनै गेमै यस्तै भनौँ गेममा कहिले हार कहिले जित भइहाल्छ अब नेक्स्ट गेमको लागि अब प्रिपेरेसन अझै राम्रो गर्नुपर्छ के कमी थियो र यसरी तपाईँहरूले चाहिँ के अरे खेल गुमाउनु पुग्नु भएर हाम्रो अब सबै कुरा ठिकै छ आज योभन्दा अघिल्लो गेम हारेकोसँग खेल्दाखेरि चाहिँ हाम्रो अब राम्रो कम्युनिकेसन मिलेर हामीले उनीहरूलाई जित्न पनि सफल भएको थियौँ अब आजको दिनमा अब अलिक कम्युनिकेसन त्यस्तै मिस्टेक भयो ब्याड लक भन्नुपर्छ नेक्स्ट टाइम चाहिँ राम्रोसँग तयारी गरेर आउनु होला जितको शुभकामना र यो गेम मार्फतबाट तपाईँ जुन खेलाडी हुनुहुन्छ होइन यो बागमती प्रदेश स्तरीयको यो खेललाई चाहिँ आयोजकलाई के भन्न चाहनुहुन्छ आयोजकलाई अब राम्रै छ अब यस्तै टुर्नामेन्ट गराइराखौँ अब यस्तै गरेर खेलाडीहरू डेभलप हुँदै गर्छ उनीहरूको स्किल बढ्दै जान्छ त्यस कारण खेलाडीहरू अब नेपालको एउटा पहिचान बनाउँदै जान्छ त्यही भन्न जान्छ यस्तो अन्य प्रदेशमा भन्दा बागमती प्रदेशमा गेम कमै हुने गर्छ र खेलाडी उत्पादन पनि कमै हुने गर्छ तपाईँलाई पनि लागेको कुरा होला यो चाहिँ र यसमा चाहिँ के गरिदिँदा राम्रो हुन्थ्यो होला अब यस्तै अब सानोतिनो टुर्नामेन्टहरू सबै ठाउँमा बागमती प्रदेशबाट खेलाडीहरू उत्पादन गरेर सानोतिनो टुर्नामेन्टहरूमा सबमा पार्टिसिपेट गराउँदै गएर उनीहरूलाई पनि एउटा कोच जस्तै अब एउटा खेलाडीको लागि ट्रेनिङ गराएर अब खेलाडी डेभलप गऱ्यो भने बागमती प्रदेशमा नभएको खेलाडीहरू धेरै खेलाडी छन् तर तिनीहरू हाइट छन् कि उनीहरू ठाउँ पाएको छन् अब यस्तै खेलाडीहरूलाई अब चान्सहरू दिएको जाँदाखेरि बागमतीको टिम पनि एकदिन राम्रो हुनेछ ओके धेरै धेरै धन्यवाद भाइलाई ओके बेस्ट अफ लक बाबु ए पुतली बुरु है धेरै पछि भेट भयो है
खोइ मैले त चिने जस्तो लागेन अरूले चिने सर हाम्रो मलेसियाको दुबई सरी दुबईको दसैँ कस्तो भइरहेको छ एकदम बवाल तर यसो बल भलिबलको लागि चाहिँ यताखेरि आइयो कि खेल्नलाई भलिबललाई छोड्न सकिन्न किन्न लास्टै गाह्रो हुने धेरैले चाहिँ अब दुबई गएर झन् स्ट्रङ भएर आउनु भएको छ पुतली भन्नुभएको छ हजुर के छ हालखबर आरामसँग भोलि फाइनलमा कोसँग छ अरे अब ओके ल भोलि हाम्रो अब यो सेमी हुँदैछ अहिले मकवानपुर र सिलगढीको जुन टिमले जित्छ त्यसै हुन्छ ओके धेरै धेरै बेस्ट अफ लक भन्न चाहन्छु आज गेमको भोलिको गेमको लागि ल अरू कता छन् त खै त ए भाइ होइन खेल्ने अघि खतरा हान्ने सेम सेम माने त मैले भाइको भाइ के अघि खेल्ने होइन सेम छ त एउटा भाइ मैले देखान्छ यी चस्मा है म त नचिनेको हारिसकेको छ कस्तो टिमले राख्यो होइन केही छैन को ल्यान्थ्यो ओहो आफ्नो ल्यान्थ्यो होइन खेलमा जित हार भइहाल्छ होइन भाइको गेम पनि राम्रो थियो जित हार होइन कि हारै हामी 5 ठाउँ हारिसक्यो 30 साल राम्रो गरिन्छ भन्ने लाग्यो मलाई त हो अब तपाईँले पनि देख्नु भने सुरुचोटि जाँदा एक गते तपाईँ हामी सँगै गएको होइन ओके ल भाइहरूसँग नि भेट भयो थ्याङ्क यू सो मच है त मेरो भ्लगमा आउनु भएको छ म अलिकति पुतलीसँग भेट भएको छ आज है हेलो सर पुतली सर अलिकति बोल्दै थियौँ हामीहरू अरू के छ हालखबर हजुरको नयाँ नौलो यसै राम्रो छ हजुरको भ्लग आएन त भ्लग आउने अहिले त फेसबुकमा आइसक्यो होइन है फेसबुकमा आउँछ नि हाम्रो दुबईको बसाइ कस्तो भयो भन्ने कुरामा हामी टपिक्समा थियौँ दुबईको बसाइ अलि राम्रो नि भयो नराम्रो नि भयो कति बस्नु भयो त्यहाँ 5 महिना 5 महिना बस्नु भयो अब नजानी गरी आउनुभयो हामी गएकै महिनाबाट अब यसो वार सुरु भएपछि अलि त्यही भएर यसो फर्क्यौँ काम नभएर काम चलेन त्यही भएर फर्केको यसो यता गेम पनि छ अब तपाईँ यतै बस्नुहुन्छ कि फेरि जाने प्लान छ के छ बसिन्छ गयो भने अलिक पछि गइन्छ तर अहिलेलाई चाहिँ बसिन्छ हामी धेरै निराश हुनुहुन्थ्यो हाम्रो खेलप्रेमी महानुभावहरू हाम्रो पुतलीलाई देख्न पाएनौँ हामीले किन जानुभएको होला भन्नुहुन्थ्यो उहाँहरूलाई के भन्नुहुन्छ के कसरी सम्झिनुहुन्छ अब सबैको अब समस्या हुन्छ एक दिन जानै पर्ने आइछ गइए थियो अब त्यो भलिबलको मायाले पनि हुनसक्छ छिटै फर्काएर ल्यायो दर्शकको मायाले ताने जस्तो छ तपाईँलाई चाहिँ यहाँ र यो प्रदेश स्तरीय हाम्रो बागमती प्रदेश स्तरीय गेम भइरहेको छ है भोलि फाइनल पनि प्रवेश गर्नु भएको छ र यो आयोजकलाई र यो गेमको बारेमा अलिकति केही भनिदिनुहोस् न अब यसो अब हामी आयोजकलाई देखाउँछौँ गेम राखिदिए हुन्छ झन् राम्रो खुसीको कुरा हो तर आज चाहिँ अलि धेरै नै अब रिसाइयो भनौँ अलि रेफ्री डिसिजन चाहिँ मन परेन किनकि सबै कुरा देखिन्न तर अहिलेसम्म अब बागमती प्रदेशमा हामी अहिलेसम्म हाम्रो चितवन जिल्ला चाहिँ हारेको होइन तर हाम्रो पुरानो टिम नभएको कारण हामी 2 जना मात्र हम पुरानो टिमको लिप्ट दायरामा त्यसै गरी अब त्यसै अब त अलिकति प्रेसर त भइहाल्छ अहिलेसम्म इज्जतको लागि होइन अहिलेसम्म हार्यो होइन अब गेम हो हार जित हुन्छ तर त्यो होइन डिसिजन चाहिँ अलि भएन त्यो रिस पनि भयो सरी है गाइज ल उहाँले चाहिँ जस अब रेड कार्ड पनि खानुभएको थियो हाम्रो मन्जिल सरले चाहिँ होइन त्यस ठिकै छ अब गेममा हुन्छ कहिलेकाहीँ तपाईँलाई चित्त बुझ्दैन कहिलेकाहीँ रेफ्रीले देखेर पनि नदेखिन सक्छ होइन त्यो हुँदा हुँदा सबै आँखातिर जान्न होइन त्योलाई हामीले सरी होइन अब पुतली कमब्याक भइसकेको छ ल के छ अब केही धमाका हुनेवाला छ बागमतीमा ओके बाई बाई ल ओके ओके गुड लक बाबुलाई बाई बाई फेरि भेटौँला रेफ्री सर यहाँ आउनुहुन्छ राम्रोसँग खेलाउनु होला है अरू सरहरूको चाहिँ यहाँ गुनासो आइसकेको छ तर यस्तो अलराउन्डर उहाँ चाहिँ एकदमै राम्रो खेलाउनुहुन्छ उहाँलाई चाहिँ होइन तर सर अलिकति के खेलाडीहरूलाई किन मन त्यस्तो दुखाइ हुन्छ कि यस्तो अब रेड कार्डै खाने जस्तो भयो त आज के भयो खेलाडी र कोचले चाहिँ आफ्नो खेलाडी कन्ट्रोल गर्ने अनि रुल्समा अपडेट हुनुपर्छ पहिलो कुरा चाहिँ अनि मात्रै चाहिँ खेल राम्रो हुन्छ अब मलाई लाग्छ पर्फेक्ट प्रोफेसनल टिमहरू चाहिँ उहाँहरू पर्दैन जस्तो लाग्यो अब जिल्लाबाट सानो गेमहरू खेल्ने प्रत्येक बल रेफ्रीलाई टर्चर दिएर चाहिँ स्कोर पाउँदैन रेफ्रीले जे देख्यो त्यो चाहिँ रेफ्रीले लिने हो रेफ्रीको चाहिँ कुनै गल्ती छैन त्यो प्लेयर्सको नै गल्ती हो एकदमै मुख छाड्ने अब धेरै
एग्रेसिभ अब शब्दहरू एग्रेसिभ रेफ्रीलाई डोमिनेट गर्ने टाइपको भएपछि काट हो अरू त्यस्तो हजुरले पनि बाहिरबाट हेरिराख्नु भएको छ जस त्यहाँ चाहिँ गल्ती थिएन रेफ्री थिएन हामीलाई चाहिँ लाग्दैन न रेफ्रीले गल्ती छैन भन्ने खेलाडीले गल्ती छैन भन्ने यो त होइन नि होइन होइन त्यो बिल्कुलै छैन त्यो त अब रेफ्री भगवान् त होइन हिरर हुन्छ तर पनि प्लेयरले पनि त प्रत्येक बल मार्नलाई सर्ट हानेको हुन्छ किन जाली हान्छ किन आउट हान्छ होइन त्यो चाहिँ के हो भने कहिले काहीँ झुकिन सक्छ मान्छे हो हुमन भगवान् कोही पनि होइन तर रेफ्रीले जानी चाहिँ कहिले पनि गर्दैन ओके सर हाम्रो साइडबाट धेरै धेरै धन्यवाद यो खुलाइदिनु भएकोमा र राम्रोसँग खेलाउनु होला ओके सर हस् हाम्रो अन्तर्राष्ट्रिय रेफ्री आउनु भएको छ उहाँ नभए चाहिँ मेरो भ्लगै कम्प्लिट हुन्न भगवान् अब यहाँ आइसक्नु भएको छ हाम्रो भलिबलको भगवान् आइसक्नु भएको छ होइन सर यहाँ रेड कार्ड आयो आज देखियो उसमा चाहिँ अनि एकदमै एग्रेसिभ भएको छन् खेलाडीहरू सायद त्यसमा विकास सर हुनुपर्ने मुस्कानले पनि जित्नुहुन्थ्यो उहाँले भन्ने कुरा गरे हामीले साइडमा सुन्यौँ हाम्रो सिन्धुलीको भाइहरूले चाहिँ त्यो कुराहरू गर्नुभयो कि गर्नुभयो सर मैले भएकै कुरा हो यो ठाउँमा विकास सर हुनुहुन्थ्यो भने इस्माइलले नै उहाँहरूलाई त्यो कन्भिन्स गरिसक्नुहुन्थ्यो यो रेड कार्ड दिन पर्ने अवस्था आउँथेन भन्नुभएको थियो के भन्नुहुन्छ होइन जस अब तपाईँलाई चाहिँ जस अब विवाद रहित रेफ्री भनिन्छ सम्झिनुहुन्छ धेरैले सर बुटुलको बसाइ कस्तो रह्यो बुटोलको बसाइले लास्टै गोरो भनेर डाइलग खाएको खाइछ म्यामले सबैले सरको शुभचिन्तकहरू धेरै हुनुहुन्छ म्याम मात्रै होइन होइन भ्लग हो सर हाम्रो कोच हुनु छैन सर दार्जिलिङको कोच हुनुहुन्छ हजुर हामी सिद्धलेख गएको थियौँ सर ल भेट भएको छ है सरहरूसँग उहाँ पनि रेफ्री हुनुहुन्छ गुड लक ल उहाँको आशीर्वाद लिएर जानु होला भइहाल्छ ल सर हाम्रो सर नमस्ते सुकेश राई र विकास गुरुङलाई सम्झ्यो सम्झ्यो धेरै सम्झ्यो पहिला हजुरलाई सम्झेँ सर सम्झेर त खुसी लाग्यो जे भयो नि भलिबलमा चाहिँ सम्झिँदो रहेछ छाप छ नि सरले छोड्नु भएको छ अलिकति त्यो भयो कि सर मैले ट्याक्कै सुनेँ विकास गुरुङ भनेको सधैँ भाइलाई मैले सुनेँ त्यो टस थियो किन हेरेन भन्ने थियो बाहिरबाट चाहिँ तर खै के थियो अब त्यो त बाहिर हेर्नेलाई अब रेफ्रीले भन्ने कुरा हो अनि त्यसमा चाहिँ कस्तो भयो भने त्यो पनि हो तर येल्लो कार्ड दिएपछि फेरि रेड कार्ड पनि भयो नि त अनि त्यसो हुँदाखेरि त्यो कन्भिन्स गर्ने भएन भन्ने अनि सर यो रेड कार्ड पाइसकेपछि फेरि खेल्न पाइन्छ र पाइन्छ है भलिबलको नियममा ए फुटबलतिर त खेल्नै पाउनु पर्छ रेड र येल्लो सँगै दियो भने एक सेट खेल्न पाइँदैन हजुर रेड र येल्लो एउटा सँगै दियो भने त्यो प्लेयरले चाहिँ एउटा सेट खेल्न पाइँदैन सँगै भन्नाले एउटा जोडेर दिनुभएको थिएन अनि छुट्टै छुट्टै रेड र येल्लो छुट्टै छुट्टै दियो भने चाहिँ उसले त्यो टुर्नामेन्टै खेल्न पाउँदैन यो टुर्नामेन्ट नै खेल्न पाउँदैन यस्तै दियो भने ल दर्शक मानबाट बुझ्नुहोस् येल्लो र रेड गरेर दिने हो सर नमस्कार संयोजक आउनु भएको छ अब फेरि हुँदैछ हाम्रो गेम बागमती प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगिता तारकेश्वर नगरपालिका एन्जल सर्ज स्पोर्ट्स एकाडेमीको खेल मैदानमा पर्सि 7 गतेदेखि 10 गतेसम्म हुँदैछ यो मेरो आवाज सुन्ने नमस्ते सुर्खेत हेर्ने सबै दर्शकहरूलाई त्यहाँ उपस्थित भएर सबै खेलाडीहरूलाई हौसला प्रदान गरिदिनु हुन कार्यक्रमलाई सफल पार्दिनु हुन म हार्दिक अनुरोध गर्दछु ओके सर धेरै धन्यवाद टिम अब अहिलेसम्म चाहिँ 8वटा टिमहरू भइसकेका छ यदि यहाँहरू चाहनुहुन्छ भने आफ्नो टिम पनि सहभागी बनाइदिनु हुन अनुरोध छ बागमती प्रदेश बागमती प्रदेश ओके अन्डर 19 होइन खेलाडी चाहिँ पढ्नु पऱ्यो त्यो बुटुलको जस्तै ओके ल ठिक छ
यति राम्रो यो हाम्रो डायमन्डको बहिनीहरूले चाहिँ बनाइदिएको छन् हाम्रो विकास सरलाई चाहिँ यो रेफ्रीको यो ड्रेस यो बल कति राम्रो छ